पत्याउनुहुन्छ एक शिक्षकले आफ्ना विद्यार्थीलाई मध्यरातमा भिडियो कल गर्छ। म भन्न सक्दिनँ क्या, म कसरी भन्नु, मलाई बेबी डल भन्छ, भन्दै मेसेज गर्छ, संवेदनशील अङ्ग देखाउन भन्छ, रेड सोध्छ, ठमेल घुमाउँछ, परीक्षा हलभित्रै छिरेर कल मी भन्दै प्रश्नपत्रमा नम्बर लेखेर हिँड्छ। त्यो अविरलले मेरो साथीलाई बेबी डार्लिङ भन्दै बाटो छिक्थ्यो। घुम्न जान दबाब दिन्छ, त्यति मात्र होइन आफूलाई यौन चाहना भएको भन्दै निर्दिष्ट मेसेज। यो सबका लागि प्रलोभन देखाउँछ, प्रश्नपत्र देखाइदिने, परीक्षामा पास गराइदिनेदेखि ट्युसन फी फ्री गर्नेसम्म। त्यो पनि विद्यालयको एउटा शिक्षकले होइन, अधिकांश शिक्षकको एउटै हरकत हुन्छ। शिक्षक मात्र होइन, स्कुल बसका चालक सहचालकसम्मले यस्तै हरकत गर्छन्। यो गम्भीर यौन अपराधको शिकार हुन्छन् कक्षा 8 देखि कक्षा 12 सम्म पढ्ने विद्यार्थीहरू। खालि क्या हात अठाउन आउँथ्यो, अनि गाना सुनसुनाएको थिएन, मेकअप गरेको थिएँ एन्ड टेन भन्दै, अनि म चाहिँ अनि सर नछुनु यसो नगर्नु भन्दै भन्थेँ। तर त्यो सरको हेर्ने नजरै बेग्लै थियो क्या, कसरी हेर्थ्यो, म त सरसँग आई कन्ट्याक्ट गर्न त सक्दिनँ थिएँ। त्यो सर त्यस्तो थियो क्या। छात्रहरू मात्र होइन, उनीहरूका आमाहरूलाई समेत शिक्षकहरूको यो हरकत रोकिँदैन। यही कारण मानसिक रूपमा कति विद्यार्थी विक्षिप्त बने हिसाब छैन, तर जसले बोलेका छन् उनीहरू अहिले पनि मानसिक रूपमा कुनै न कुनै तरहबाट प्रताडित छन् र वर्षौंदेखि सयौं विद्यार्थीले भोगिरहेको यो अपराध बाहिर ल्याउने माध्यम बन्छ सामाजिक सञ्जालको एउटा पेज। गुरु बाटो हो, गुरु समय हो, गुरु भाग्य हो, गुरु जीवन हो, गुरु दृष्टि हो, गुरु सृष्टि पनि हो। गुरु शिक्षक मात्र कहाँ हो र? गुरु त चेतना हो, जसको आलोकमा आफूलाई छाम्न सकिन्छ र महसुस समेत गर्न सकिन्छ। र त जुनै धर्मशास्त्रमा पनि गुरु चेलाको नाता सम्बन्धलाई पवित्र मानिन्छ। अझै हाम्रो वैदिक मान्यताले त गुरुलाई पिता सम्मान ठान्छ र सोही अनुसार व्यवहार गर्न भन्छ। मोरङ काने पोखरीका केही शिक्षकहरूले गुरु चेलाको यही पवित्र सम्बन्धमा कालो दाग भरेका छन्। उनीहरूले सम्बन्ध, नाता, विश्वासको पवित्रतामा मात्रै कहाँ मोसो पोतेका हुन् र? हो, विद्यार्थीले शिक्षाको पवित्र मन्दिर मान्ने मोरङको सुन्दर हरैसा नगरपालिका 10 खोसनीमा रहेको सुकुना माध्यमिक विद्यालय अहिले अपराधको घटनास्थल बनेको छ। विद्यालयका धेरै शिक्षक यौन हिंसकका रूपमा बाहिर आएका छन्, अनि विद्यालयमा पढ्ने र पास आउट भइसकेका धेरै विद्यार्थीहरू अपराधको शिकार बनेको खुलासा भएको छ। यो घटनालाई बाहिर ल्याएको छ यही विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले विद्यालयभित्रका घटना बाहिर ल्याउन बनाएको एउटा फेसबुक पेज SKN कन्फेसन एन्ड मिम पेजले। यही पेजबाट अहिले विद्यालयमा पढ्दै गरेका, पढेर पास आउट भएका विद्यार्थीहरूले आफूले विद्यालयमा शिक्षक तथा कर्मचारीबाट भोगेका यौन हिंसा सार्वजनिक गरेका छन्। आफैले बाटो देखाउँदै आँखामा शिक्षाको ज्योति प्रदान गर्दै जीवनको खुड्किलो चढ्न मद्दत दिनुपर्ने शिक्षकहरूले पुत्री समान विद्यार्थीहरूलाई कुदृष्टि लगाएका छन्, घिनलाग्दो हरकत गरेका छन्। उनीहरूले आफ्नो व्यभिचारी चरित्र फेसबुक च्याट मार्फत उदाङ्गो पार्दा छोरीहरूलाई विद्यालय पठाउने त्राइमाम हुनु परेको छ। यो घटनामा सुकुना माविका कम्तीमा 6 शिक्षक तानिएका छन्। शिक्षक अविरल मास्की, किशोर गच्छेदार, रोशन दाहाल, महेश रेग्मी, प्रवेश तामाङ, प्रदीप भट्टराई तथा स्कुल बसका चालक सहचालकहरूले समेत यौन हिंसा गरेका आरोप सहितका कन्फेसन सार्वजनिक भएका छन्। विद्यार्थीहरूलाई शिक्षकले गरेका मेसेज हेर्दा डर लाग्दा छन्। एक विद्यार्थीले सार्वजनिक गरेको यो कन्फेसन हेर्नुहोस्। प्रवेश तामाङ नाम गरेका शिक्षकले सामाजिक सञ्जालमा विद्यार्थीलाई मेसेज गर्दै आफूलाई यौन चाहना भएको र त्यसका लागि पैसाको समेत प्रलोभन देखाएको उल्लेख गरेका छन्। अर्की विद्यार्थीलाई शिक्षक अविरल मास्केले मध्यरातमा मेसेज गर्दै संवेदनशील अङ्ग देखाउन दबाब दिँदै प्रलोभन देखाएको उल्लेख गरेकी छिन्। यो मेसेज पनि हेर्नुहोस्। यति मात्र होइन, यी शिक्षकले अर्की विद्यार्थीलाई परीक्षा चलिरहेकै बेला कक्षा कोठामा छिरेर प्रश्नपत्रमै कलमी भन्दै आफ्नो नम्बर लेखेर हिँडेका छन्। यसको प्रमाण पनि विद्यार्थीले सार्वजनिक गरिदिएकी छिन्। साथै उनले अन्य छात्रहरूलाई पनि आफूसँग विद्यालयको आधिकारिक इमेल भएकाले परीक्षा सुरु हुनुभन्दा 1 घण्टा अघि नै आफूले प्रश्नपत्र पाउने भएकाले ती शिक्षकसँग भेटे, कुरा गरे र उनले भने जस्तै गरे प्रश्नपत्र देखाइदिने समेत भनेका छन् मेसेजमा। यी मेसेज पनि हेर्नुहोस्। शिक्षक किशोर शाहले पनि एक छात्रालाई ठमेल घुमाएर अनैतिक प्रस्ताव गरेको अर्की विद्यार्थीले खुलासा गरेकी छिन्। यो मेसेज पढ्नुहोस्। यस्तै वातावरण दिवसका दिन विद्यालयमै अर्का शिक्षकले अर्की विद्यार्थीलाई अङ्कमाल गर्ने, संवेदनशील भागमा छुने हरकत गरेका हुन्छन्। ती विद्यार्थीले अन्य शिक्षकलाई यस विषयमा गुनासो गर्दा त्यो बुढो मान्छेले के गर्ला भन्दै सामान्यकरण गरेका छन्।
साथै विद्यार्थीहरूले विद्यालय प्रशासन अन्य शिक्षकहरूलाई गुनासो गर्दा समेत कुनै सुनाइ नभएको विद्यार्थीहरूले गुनासो गरेका छन्। शिक्षकको आवरणमा कतिसम्म निज व्यवहार गरेका छन् भन्ने देखाउने अर्को म्यासेज पनि छ। विद्यालयकी एक पूर्व विद्यार्थीले अहिले विद्यालयबाट पास आउट भएपछि आफूले कक्षा 8 मा पढ्दा विद्यालयको बस चलाउने सहचालकले गरेको यौन हिंसाको खुलासा गरेकी छिन्। उनका अनुसार उनी ढोकाबाट बाहिर हेरेर बसिरहेका बेला सहचालकले उनको झोला छाम्दै बिस्तारै उनको शरीरको संवेदनशील भागसम्म नियत राखेर छोएको उल्लेख गरेकी छिन्। जतिबेला उनी 11 वा 12 वर्षकी मात्रै थिइन्। चेतन नाम गरेका शिक्षकले त मध्यरातमा आफ्नै विद्यार्थीलाई बेबी डल भन्दै मेसेज गर्ने गरेको खुलासा विद्यार्थीले गरिदिएकी छिन्। यो पेजमा विद्यार्थीले गरेका कन्फेसन मेसेजहरू हेर्दा आङ श्रीङ्ग हुन्छ। यहाँ विद्यार्थीले उल्लेख गरे अनुसार छात्राहरूलाई शिक्षकबाट हुने कुनियतपूर्ण छुवाई यो विद्यालयमा सामान्य जस्तै भएको छ। अधिकांश शिक्षकहरूबाट यौन हिंसा नभोगेका छात्राहरू भेटाउनै मुस्किल छ। विद्यार्थीको ढाड मसार्नेदेखि नितम्बमा हान्ने जस्ता निर्कृष्ट गतिविधि गर्थे यी शिक्षकहरू। विद्यार्थीहरूका अनुसार छात्राहरूलाई जबरजस्ती काखमा राख्ने, संवेदनशील अङ्गमा हात पुर्याउने शिक्षकहरू नै छन्। प्रदीप भट्टराईले त मध्यरातमा प्यारी मान्छे बादर्नी भन्नेदेखि तिमी मात्रै मनपर्छ किन होला भन्ने जस्ता मेसेज पठाइरहेका थिए। विद्यालयका बस चलाउने चालक र सहचालकबाट भएका यौन हिंसाको पनि विद्यार्थीहरूले खुलासा गरेका छन्। कोचाकुच विद्यार्थी भरिएको बसमा सहचालकले मदिरा सेवन गरेर आउने छात्राहरूको हात समाएर आफू बसेको सिटमा तान्ने समेत गरेको उल्लेख गरेका छन्। स्कुल बसका चालकले त विद्यालय पढ्दै गरेका छात्राहरूलाई राति मेसेज गर्दै प्रेम प्रस्ताव राख्ने लगायत अनैतिक मेसेजहरू गरेको देखिन्छ। विद्यालयका शिक्षकको नियत कतिसम्म खराब थियो भने छात्राहरू विद्यालयको भर्याङ चढ्दै गर्दा तलबाट शिक्षकले माथि फर्किएर घुर्ने गरेको विद्यार्थीहरूले खुलासा गरेका छन्। यो विषय विद्यालय प्रशासनले जानकारी नपाएको होइन। यौन हिंसा भोगेका अधिकांश विद्यार्थीले विद्यालयका शिक्षक तथा प्रशासनलाई पटक पटक गुहारेका छन्। विज्ञान संकायकी एक पूर्व छात्राले आफ्नो कक्षाकी साथीले भोगेको पीडाको बेलविस्तार लगाएकी छिन्। उनले लेखे अनुसार कक्षा 12 मा पढ्दा गणित विषय पढाउने शिक्षक महेश रेग्मीले छात्राहरूलाई सधैँ नराम्रो नियतले चुने गर्थे। एक दिन वातावरण दिवसका दिन दोस्रो पिरियडमा ती शिक्षकले कक्षा कोठाभित्रै छात्रालाई यसरी दुर्व्यवहार गरे कि ती छात्रा गम्भीर मानसिक तनावमा परे। साथीहरू मिलेर उक्त घटनाबारे तत्कालै विद्यालयका शिक्षकहरू एकमत सर, राजकुमार सर र राजेन्द्र सरलाई जानकारी गराएका थिए। तर उनीहरूले बोडो शिक्षक हो के गर्ला र भन्दै घटनालाई विवास्ता गर्थे र त्यसबेला सिङ्गो कक्षा 12 का विद्यार्थी मिलेर आवाज उठाउँदा पनि कसैले सुनेनन्। अपराधिक सोच रहेका शिक्षकहरूले विद्यार्थीहरूलाई मात्र होइन यौन हिंसा गर्न विद्यार्थीका आमाहरूलाई समेत छोडेका छैनन्। विद्यार्थीहरूले गरेको कन्फेसन मध्ये आएको अर्को मेसेजमा विद्यालयका सामाजिक विषयका शिक्षक युवराज दुलालले विद्यार्थीका आमाहरूलाई समेत गम्भीर मानसिक तनाव दिएका छन्। एक विद्यार्थीले कक्षा 8 मा पढ्दा अभिभावक शिक्षक बैठकमा ती शिक्षकले आफ्नै आमासँग सामाजिक सञ्जालमा जोडिने अनुमति मागेको र पछि पढाइसँगै असम्बन्धित मेसेजहरू जस्तै खाना खानुभयो, के गर्दै हुनुहुन्छ, किन रिप्लाई नगरेको, सुत्नुभयो भन्दै निरन्तर हैरानी पारेको खुलाएकी छिन्। ती शिक्षकले दुई अर्थी जोकहरू गर्ने समेत गरेका थिए। पछि आमाले ब्लक गरिदिएपछि कक्षा कोठामै विद्यार्थीलाई बोलाएर आमाको व्यक्तिगत विवरण सोध्ने गरेका थिए। ती पूर्व विद्यार्थीले थपेका छन् उहाँ कक्षामा छात्राहरूको गाला तान्ने, जिस्किने गर्नुहुन्थ्यो जुन अत्यन्तै घिनलाग्दो थियो। प्रहरीका अनुसार साउन 4 गते बिहान 10 बजे अनुसन्धानका क्रममा संलग्न देखिएका 3 जना आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शिक्षक तथा लेखा अधिकृत अविरल मास्के, शिक्षक किशोरलाल गक्षेदार तथा बसका चालक प्रदीप भट्टराई पक्राउ परेका छन्। यिनीहरू बाहेक अन्य आरोपितहरूमाथि पनि अनुसन्धान चलिरहेको र पक्राउको तयारी भइरहेको प्रहरीले जनाएको छ। यौन हिंसा विरुद्ध आवाज उठाउने शक्ति बन्यो फेसबुक पेज। यी यावत घटनाका पीडित छात्राहरू वर्षौंसम्म यौन हिंसा भोगेर आफैसँग घोटघुटिएर बसेका थिए। कति विद्यार्थीहरू बाल्यकालमै भोगेका घटनाले अहिले पनि मानसिक रूपमा त्रसित छन्, तर उनीहरूले भन्ने कहाँ, सुनाउने कसलाई। यही समस्या एक्सपोज गर्ने माध्यम बन्यो एसकेएन कन्फेसन एन्ड मेम नामको फेसबुक पेज। यो पेजले पीडित छात्राहरूको पहिचान गोप्य राख्दै उनीहरूले भोग्दै आएको यौन दुर्व्यवहारको घटनाहरू सार्वजनिक गर्न सुरु गर्यो। पेजले पीडितहरूको गोपनीयता कायम राखेर दोषीलाई एक्सपोज गर्ने रणनीति सार्वजनिक गरेपछि थप पीडितहरू खुलिरहेका छन्। त्यसपछि त शिक्षकहरूले विद्यार्थीहरूलाई अनेक प्रलोभन दिएर गरेको यौन दुर्व्यवहारको प्रमाण एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन्। आइतबारदेखि सुरु भएको हिडन भोइस नामक सिरिजमा यस्ता सयौं भगाइहरू आएका छन्। कुरा चाहिँ के हो भने म 11 क्लासको फाइनलतिरको होइन, अनि अब त्यो टिचरको नाम चाहिँ म अहिले भन्दिनँ होइन। फ्युचरमा अब इफ त्यो टिचर एक्सपोज भयो भने चाहिँ म आउट लाउड भएर भन्छु। अनि त्यो टिचरको चाहिँ
यो सुकुनामा होइन तपाईँले इफ पहिलाको ब्याचलाई या फेरि अहिलेको ब्याचलाई जसलाई सुकै पनि कुनै केटीलाई सोध्नु भयो भने उसले पनि भन्छ क्या म पनि गोथ्रु गरेको छु त्यो सरदेखि भनेर भन्छ। त्यो म त्यति कन्फिडेन्ट छु क्या त्यो कुरामा। यसपछि नै हो वर्षौंदेखि शिक्षकहरूबाट मानसिक र शारीरिक शोषण भोगिरहेका पूर्व र अहिले पनि सोही विद्यालयमा अध्ययन गरिरहेका छात्राहरूले आफ्ना पीडा प्रमाणहरू सार्वजनिक गर्न थालेको। फेसबुक पेज मार्फत विद्यार्थीहरूले शिक्षक र विद्यालयका कर्मचारीहरूले पठाएका आपत्तिजनक डिजिटल प्रमाण, च्याट, स्क्रिनशट लगायत अडियोहरू पनि सार्वजनिक गरिरहेका छन्। विद्यार्थीहरूले एकपछि अर्को गर्दै सार्वजनिक गरिरहेका फाइलमा कुन चाहिँ हिंसाका प्रमाण छैनन्। छात्राहरूलाई प्रयोगात्मक नम्बर बढाइदिने प्रलोभनमा अश्लील तस्बिर माग्ने र रात बिताउने प्रस्ताव राखेका मेसेजदेखि परीक्षा उत्तीर्ण गराइदिने वा प्रश्नपत्र पहिले आउट गरिदिने प्रलोभन देखाएर राति कोठामा बोलाउने र अनलाइनमा भद्दा रूपमा फ्लड गर्ने गरेका सबै डिजिटल प्रमाण सार्वजनिक छन्। पछिल्लो समय छोरीहरू आफ्नै छानामुनि पनि असुरक्षित बन्दै गएका प्रशस्तै घटना छन्। यी घटनाले समाजमा एक अर्काप्रतिको विश्वासको धागोलाई कमजोर बनाउँदै पनि लगेको छ। आफ्नै नाताभित्रको अङ्गाल होस् या अभिभावकको ओत, आफ्ना र नजिकका भनेकाहरूबाटै उनीहरू असुरक्षित छन्। बलात्कृत भएर मारिएका छन्, रगतपिच्छ भएका छन्, दुर्व्यवहारका कारण गम्भीर अवसादबाट गुज्रिएका छन्। अभिभावकको छानामुनिबाट सुरक्षित तुल्याउन आश्रय स्थल खोज्नु परेको छ। हाड नाताभित्रको कुदृष्टिबाट जोगाउन र भविष्यको नयाँ दृष्टि दिन सुरक्षित स्थल खोज्नु परेको छ। सुरक्षित र उज्यालो बाटो देखाउनु पर्नेहरूले नै बाटो ढोकेर एकान्त खोजेर उनीहरूको जीवन अन्धकार बनाएको घटना तपाईँ हाम्रै समाजमा छन्। कानेपोखरीको यो घटनाले अरू शिक्षकहरूको पनि शिर निहुरिएको छ, लज्जाबोध गर्नु परेको छ। विद्यालय जस्तो सरस्वतीको मन्दिरलाई मानिसहरूले शङ्काको नजर बिछाउनु पर्ने भएको छ। त्यसैले आदरणीय शिक्षक शिक्षिकाहरूलाई हाम्रो विशेष अनुरोध छ, आफ्ना कक्षा कोठा र छात्राहरूको अनुहारमा फरक ढङ्गले दृष्टि पुर्याउनुहोस्। आफ्ना सहकर्मीबाट विद्यार्थीमाथि कस्तो व्यवहार भइरहेको छ भनेर विद्यार्थीसँग एक्लै र सामूहिक संवाद गर्नुहोस्। त्यसलाई नियमित बनाउनुहोस्। उनीहरूलाई पाठ र भविष्यप्रति डर त्रास देखाउने होइन, पाठ्यवस्तुको बोझ मात्र बोकाउने होइन, उनीहरूको समस्या पनि बुझ्ने दैनिक क्रियाकलाप निहाल्ने कोसिस गर्नुहोस्। विद्यालय विद्यार्थीहरूको दोस्रो घर हो। विद्यार्थीहरू घरभन्दा बढी विद्यालयमा हुन्छन्। परिवारको काखमा भन्दा बढी तपाईँ शिक्षकहरूको सामिप्यतामा हुन्छन्। त्यसैले उनीहरूलाई तपाईँहरूको अभिभावकत्व, पथ प्रदर्शन, जीवनका जटिलता फुकाउने समस्याको पहिचान गर्ने र पन्छाउने ज्ञान र अनुभव समेतको खाँचो पर्छ। यसमा सहयोगी बन्नुहोस्। कतिपयसँग साथीसँगी बनेर संवाद गर्नुपर्ने हुन्छ, अभिभावककै भरोसा पनि दिनुपर्ने हुन्छ, मनोपरामर्श र जीवनोपयोगी सिपको पनि जरुरत पर्छ। यसमा ध्यान दिनुहोस् है। के थाहा कानेपोखरीको सुकुना माविका बालिका र किशोरीले भोगिरहेको घटना तपाईँका विद्यार्थीले पनि भोगिरहेका छन् कि? बाहिर असल देखिने तपाईँका सहकर्मी भित्रभित्रै च्योत र व्यभिचारी पो छन् कि? शिक्षिकाज्यूहरू, कतै तपाईँ आफै पनि यस्ता घटनाबाट पीडित र ताडित पो हुनुहुन्छ कि? तपाईँले बेहोरिरहेको हरकत तपाईँका विद्यार्थीले पनि बेहोरिरहेका पो छन् कि? अभिभावकज्यूहरूलाई पनि हाम्रो अनुरोध छ, कृपया चनाखो भएर आफ्ना छोरीहरूसँग आजैबाट संवाद थालिहाल्नुहोस्। छोरीहरूलाई बच्चैदेखि आफ्ना शरीरका कुन भाग छुन नदिने, छोइहाले के भन्ने, कसलाई भन्ने, त्यस्तो बेला के गर्ने भनेर सिप सिकाउनुपर्छ। आजभोलि बालबालिका, किशोर किशोरीहरू मोबाइलमा झुन्डिन्छन्। उनीहरूलाई मोबाइलबाटै टाढा राख्न नसकिएला खराब कुरा, सङ्गत र व्यवहारबाट टाढा राख्न सकिन्छ। अत बालबालिका, किशोर किशोरीहरूले इमेल, इन्टरनेट, सामाजिक सञ्जालमा के गर्छन्, कसो गर्छन्, कोसँग संवाद गर्छन्, कसैले खराब भावनाले पछ्याएको पो छ कि भनेर बुझ्ने प्रयास गर्नुहोस्। तपाईँको मायालु व्यवहार र भरोसाको उनीहरू सदैव भोका हुन्छन्। यस्तो व्यवहारले आफ्ना बालबच्चाको संवेदनशीलतालाई छुने, मनोविज्ञान बुझ्ने र समस्याको पहिचान गर्न सके उनीहरूको जीवनलाई सुरक्षित र रचनात्मक बनाउन सकिन्छ। कोरा किताब ज्ञानबाट माथि उठाएर जीवनलाई सृजनशील पनि बनाउन सकिन्छ। यतातिर पनि सोचौँ न। प्रिय छोरीहरू, कतै तिमीहरूले पनि खराब व्यवहार, यौनजन्य हिंसा र अवाञ्छित हरकत बिहोरिरहेका त छैनौ? शिक्षक, अभिभावक वा अपरिचित मानिसहरूले असामान्य व्यवहार देखाइरहेका त छैनन्? सामाजिक सञ्जालमा फोन नम्बर माग्ने, गोप्य अङ्ग देखाउन भन्ने, घुम्न जाने प्रस्ताव गर्ने आदि व्यवहार गरिरहेका त छैनन्? छन् भने बुबा आमा वा आफूले विश्वास गरेका बगा सहज हुने मानिसलाई आजै भनिहाल है। मोरङको सुकुना माविका 2 शिक्षकले कक्षा 11 र 12 का छात्रामाथि यौन दुर्व्यवहार गर्दै आएको घटना सार्वजनिक भएको छ। विद्यार्थीहरूको एउटा फेसबुक पेज SKN कन्फेसन एन्ड मीमबाट सुरु भएको एक्सपोज ट्रेन्डले सुकुना माविको डरलाग्दो यथार्थ बाहिर ल्याएको हो। सामाजिक सञ्जालमा प्रमाणसहित अत्याचारको पोल खुलेपछि प्रहरीले 3 जनालाई पक्राउ गरेको छ भने विद्यालयले 3 कर्मचारीलाई निलम्बन गरेको छ। उनीहरूले
कक्षा 12 को प्र्याक्टिकल नम्बर बढाइदिने, परीक्षामा पास गराइदिने र प्रश्नपत्र दिने प्रलोभन देखाएर छात्राहरूसँग अश्लील तस्बिर माग्ने र रात बिताउने प्रस्ताव गर्ने गरेको खुलेको छ। राति अबेर मेसेज गरेर अश्लील शब्द बोल्ने मात्र होइन, कक्षा कोठा र परीक्षा केन्द्रहरूमा संवेदनशील अङ्गहरूमा छुने र गाला सुमसुम्याउने जस्ता शारीरिक दुर्व्यवहार समेत हुने गरेको पीडितहरूको आरोप छ। यसमा शिक्षक मात्र नभई म्युजिक टिचर र विद्यालयका बस चालक तथा सहचालक समेत मुछिएका छन्। यता घटनालाई ढाकछोप गरेको भन्दै विद्यालयका प्रधानाध्यापक एकमत बस्नेतको भूमिकामाथि पनि गम्भीर शंका उब्जिएको छ। छात्राहरूले उजुरी गर्दा छोरी जस्तै गरेर छोएको हो भन्दै पन्छाउने गरेको र स्वयं प्रधानाध्यापकले पनि छात्राहरूलाई राति अबेर मेसेज पठाउने गरेको प्रमाण बाहिरिएको छ। घटना बाहिरिएसँगै गृहमन्त्री सुदन गुरुङले यसमा चासो व्यक्त गर्दै तत्काल कानूनी कारबाही गर्न निर्देशन दिएका छन्। विद्यालयले छानबिनका लागि लेखा अधिकृत तथा शिक्षक अविरल मास्के, शिक्षक भीम प्रसाद नेपाल र बस चालक प्रदीप भट्टराईलाई निलम्बन गरेको छ। लगत्तै मोरङ प्रहरीले उनीहरूलाई सोमबार बिहानै पक्राउ गरिसकेको छ। प्रहरीका अनुसार प्रधानाध्यापक सहित अन्य मुछिएका व्यक्तिहरूमाथि पनि सूक्ष्म अनुसन्धान भइरहेको छ र दोषी देखिए कसैलाई पनि नछाड्ने बताइएको छ। शिक्षाको पवित्र मन्दिरभित्र भएको यस्तो घिनलाग्दो घटनाले आम शिक्षकलाई पनि लाज मर्नु बनाएको छ। एउटा विद्यालय कोशी प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालय मध्ये एक मानिने आज त्यही विद्यालयको नाम चर्चामा छ, तर शैक्षिक उपलब्धिका लागि भने होइन। मोरङको सुन्दर हरेचा 10 स्थित सुकुना माध्यमिक विद्यालयमा पढेका र पढ्दै गरेका केही छात्राहरूले लामो मौनता तोड्दै एउटा गम्भीर आरोप सार्वजनिक गरेका छन्। मैले भने किन फोन गरेको भनेर, अनि त्यसपछि तिम्रो पेपर मसँग छ, भन तिमीलाई कति नम्बर चाहिन्छ, अनि के अरे तिमीले मलाई 50वटा जति फोटो पठाऊ तिम्रो, अनि त्यसपछि भिडियो कल उठाऊ, यस्तै के भनेको क्या। अनि म पुरै फ्रिज भएँ क्या, अनि म त विद्यालयकै केही शिक्षकबाट यौनजन्य दुर्व्यवहार भोगेको आरोप फेसबुक, मेसेन्जर, इन्स्टाग्राम पछिल्ला केही दिनयता यी सबै प्लेटफर्महरूमा एउटै प्रश्न गुन्जिरहेको छ। विद्यालय जहाँ विद्यार्थी सुरक्षित महसुस गर्नुपर्ने हो, त्यही उनीहरू असुरक्षित किन बन्नु पर्यो? आज हामी यही प्रकरणको तथ्य केलाउनेछौँ। त्यतिखेर चाहिँ हामीले के अरे अफिसमा गएर भनेको पनि थियौँ। हामीले अफिसमा गएर भनेको किनकि एकजना मेरो साथी थियो श्रद्धा घिमिरे भन्ने, उसलाई त्यसै गर्ने कि अनि छुने ओर्ने, अनि हामीले अफिसमा गएर भन्दाखेरि वाट दे सेड भने अब त्यसो गर्यो भने झापड हानिदिनु होइन, अनि स्ट्यान्ड लिनु भन्नुभयो। तर त्यो खालको कहिले पनि रियाक्सन आएन क्या अफिसबाट। अनि लामो समयसम्म धेरै विद्यार्थी मौन बस्न बाध्य भएका थिए, डरका कारण, सामाजिक दबावका कारण र बदनाम हुने त्रासका कारण। तर अहिले त्यही मौनता भङ्ग भएको छ। पीडितहरू आफै अगाडि आएका छन्, आफ्ना अनुभव भनाइ र स्क्रिनशट सार्वजनिक गर्दै। उनीहरूको एउटै माग छ, निष्पक्ष छानबिन र न्याय। धेरैका लागि यो कदम केवल एउटा गुनासो होइन, यो हिंसा विरुद्ध उठेको साहसी आवाज हो र यदि यी आरोप सत्य प्रमाणित भयो भने यसले भविष्यमा अन्य विद्यार्थीहरूलाई त्यस्तै अनुभवबाट जोगाउने र विद्यालयभित्र साँच्चै सुरक्षित वातावरण निर्माण गर्न ठूलो भूमिका खेल्न सक्छ। छात्राहरूले सार्वजनिक गरेको दाबी अनुसार केही शिक्षकले सामाजिक सञ्जाल मार्फत अनुपयुक्त सन्देश पठाउने, व्यक्तिगत सम्बन्ध बनाउन दबाब दिने र यौनजन्य आशय झल्किने व्यवहार गर्ने गरेको आरोप छ। यहाँ एउटा कुरा स्पष्ट राख्नुपर्छ, यी आरोपको स्वतन्त्र पुष्टि अझै हुन बाँकी छ। छानबिन नटुङ्गिदासम्म कुनै पनि व्यक्तिलाई दोषी ठहर्याउनु न्यायसङ्गत हुँदैन, तर त्यसैले प्रश्न सानो हुँदैन। यदि यत्रो सङ्ख्यामा छात्राहरूले अलग अलग समयमा एउटै किसिमको अनुभव सुनाइरहेका छन् भने यसलाई हल्का रूपमा लिन मिल्छ। आरोप केवल व्यक्तिगत दुर्व्यवहारमै सीमित रहेन, पीडित विद्यार्थीहरूले विद्यालयभित्रको संरचनागत कमजोरीमाथि पनि प्रश्न उठाएका छन्। सुकुनाको गाडी यस्तो छ, विद्यार्थीहरू यसरी लानुपर्ने रहेछ सुकुनाको, यति धेरै भिड छ यहाँनिर। गुनासो सुन्ने प्रभावकारी संयन्त्रको अभाव, विद्यार्थी मन्त्री वातावरणको कमी र अनुशासन तथा निगरानीमा खामी। यहाँनिर उठ्छ अर्को गम्भीर प्रश्न, विद्यालयको शैक्षिक नतिजा जति नै उत्कृष्ट भए पनि विद्यार्थीको सुरक्षा र मनोवैज्ञानिक संरक्षण त्यसभन्दा माथि राख्नुपर्ने होइन र? एउटा विद्यालय उत्कृष्ट कहलिनका लागि नतिजा मात्र पर्याप्त हो कि त्यहाँ पढ्ने प्रत्येक विद्यार्थी सुरक्षित छ भन्ने ग्यारेन्टी पनि उत्तिकै जरुरी हो?
यस विषयमा विद्यालय प्रशासनको धारणा बुझ्न प्रधानाध्यापक हिक्मत बहादुर बस्नेतसँग पटक पटक सम्पर्कको प्रयास गरियो, तर फोन नउठेका कारण औपचारिक प्रतिक्रिया प्राप्त हुन सकेन। यो साँच्चै सम्पर्क नहुनु हो कि जवाब दिनबाट बच्ने प्रयास? घटना सामाजिक सञ्जालमा फैलिएपछि सुन्दर हरेचा नगरपालिकाले यसलाई गम्भीरतापूर्वक लिएको छ। नगरपालिकाले बैठक बसेर विषयमा ध्यानाकर्षण गरेको र घटनाको सत्य तथ्य निष्पक्ष रूपमा छानबिन गरिने जनाएको छ। साथै नगरपालिकाले विद्यालयलाई आरोपित व्यक्तिहरूलाई तत्काल निलम्बन गरी प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउन र आवश्यक विवरणसहित प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। छानबिनका लागि छुट्टै समिति समेत गठन भइसकेको छ। यसले एउटा सङ्केत दिन्छ, यो प्रकरण अब केवल सामाजिक सञ्जालको बहस मात्र रहेन, यो स्थानीय सरकारको औपचारिक जवाबदेहिताको विषय बनिसकेको छ। सुकुना प्रकरणले एउटा गहिरो प्रश्न छोडेको छ। यदि उत्कृष्ट मानिने विद्यालयमै विद्यार्थीले वर्षौंसम्म डरका कारण बोल्न नसक्ने अवस्था बन्न सक्छ भने त्यस्ता अन्य विद्यालयमा के भइरहेको होला जहाँ कसैले अझै आवाज उठाउने साहस पाएकै छैनन्। छानबिन जारी छ, दोषी पाइए कानुनी कारबाही हुनेछ भन्ने आश्वासन नगरपालिकाले दिइसकेको छ, तर पीडितहरूको साहसले एउटा कुरा भने प्रमाणित गरिसकेको छ, मौनता अब विकल्प होइन। कुरा चाहिँ के हो भने म 11 क्लासको फाइनलतिरको होइन, अनि अब त्यो टिचरहरूको नाम चाहिँ म अहिले भन्दिनँ होइन। फ्युचरमा अब इफ त्यो टिचर एक्सपोज भयो भने चाहिँ म आउट लाउड भएर भन्छु। अनि त्यो टिचरको चाहिँ यो सुकुनामा होइन, तपाईँले इफ पहिलाको ब्याचलाई या फिर अहिलेको ब्याचलाई जसलाई सुकै पनि कुनै केटीलाई सोध्नु भयो भने उसले पनि भन्छ क्या, म पनि गोथु गरेको छु त्यो सरदेखि भनेर भन्छ। त्यो म त्यति कन्फिडेन्स छु क्या त्यो कुरामा। अनि हुन चाहिँ म 8 क्लासदेखि पढेको होइन सुकुनामा, अनि 9 क्लासदेखि नै त्यो स्टार्ट भएको कि। अनि हुन्छ नि अलिकति जिस्केर गर्ने अनि गाला छुने, त्यो सफ्ट छ हो यसको गाला, टिचरले त्यस्तो भन्ने। अनि कस्तो सफ्ट छ। अनि जहिले पनि त्यो सर आयो भने चाहिँ जहिले पनि म ब्याकआउट गरेर कता अर्कै बाटोबाट हिँड्थेँ। अनि त्यो कुरा भयो। अनि त्यसपछि अनि अलिक पछि कहिले अनि त्यसले फ्रेन्ड रिक्वेस्ट पठायो होइन मलाई। अनि त्यसपछि पठाएपछि अनि मैले एक्सेप्ट पनि गरेको थिएन, आई हेभ नो आइडिया। अनि त्यसपछि अनि म 11 क्लासमा हुँदाखेरि चाहिँ एकचोटि मेरो एकाउन्टको एक्जाम थियो जस्तो लाग्छ। अनि 11को फाइनल एक्जाममा त्यो सर पढाएको थियो। अनि त्यहाँ अब क्लासमा पनि आउने नजिकै होइन। अब त्यहाँनिर त मैले त्यस्तो फिल गरिनँ, म आफ्नै एक्जाममा व्यस्त थिएँ। अनि राति 10:30-11 बजीतिर हि टेक्स्टेड मी होइन। अनि वाट इज सेड भने के अरे तिम्रो पेपर मसँग छ के अरे। सुरुमा होइन, ऱ्यान्डमली फोन गर्यो त्यो मान्छे जस्तो लाग्छ मलाई। ऱ्यान्डमली फोन गर्यो। अनि मैले अनि भने किन फोन गरेको भनेर। अनि त्यसपछि अनि तिम्रो पेपर मसँग छ भन, तिमीलाई कति नम्बर चाहिन्छ। अनि के अरे तिमीले मलाई 50वटा जति फोटो पठाऊ तिम्रो, अनि त्यसपछि भिडियो कल उठाऊ, यस्तै के भनेको क्या। अनि म पुरै फ्रिज भएँ क्या, अनि मैले नि तपाईँलाई लाज लाग्दैन, तपाईँको बुढीलाई म भनिदिन्छु भनेर भने मैले होइन। अनि त्यसपछि अनि उसलाई सबै थोक थाहा छ, त्यसै गर न तिमी भनेर त्यस्तो कुरा गर्न थाल्यो क्या। म फ्रिज भएँ। मैले स्क्रिनसट लिएँ, त्यतिखेर मेरो एन्ड्रोइड फोन थियो एउटा। अनि मेरो साथीहरूलाई पनि पठाएको थिएँ मैले। अनि तर त्यो एकाउन्ट छैन मेरो अहिले, अनि त्यो फोन पनि छैन। मेन कुरा नै त्यही भयो, नत्र म पहिला नै यो भिडियो बनाएरै हालिदिन्थेँ होला क्या म यो बारेमा। तर अब कसैले पनि आवाज नउठाइसकेपछि मेरो पनि आवाज दबियो होइन। तर अब अहिले चाहिँ अब त्यो स्क्रिनसटहरू थियो भने चाहिँ नि म पहिल्यै यो कुराहरू उठाइसकेको हुन्थेँ। तर अब त्यो अफकोर्स होइन, प्रमाणै छैन। प्रमाण के त भन्दाखेरि जस्ट मलाई मात्र थाहा छ नि त होइन के भएको थियो मसँग भनेर। तर अब त्यो प्रमाण नभइसकेपछि चाहिँ म कहिले बोल्नै सकिनँ क्या। जसले पनि यो गएको छ नि होइन, आई डोन्ट थिङ्क अबिरल बाहेक अरूबाट कसैकै हो क्या। अब होला होइन, अब म निस्केको धेरै पनि भइसक्यो। त्यतिखेर चाहिँ हामीले के अरे अफिसमा गएर भनेको पनि थियौँ। हामीले अफिसमा गएर भनेको किनकि एकजना मेरो साथी थियो श्रद्धा घिमिरे भन्ने, उसलाई त्यसै गर्ने कि अनि छुने ओर्ने। अनि हामीले अफिसमा गएर भन्दाखेरि वाट दे सेड भने अब त्यसो गर्यो भने झापड हानिदिनु होइन, अनि स्ट्यान्ड लिनु भन्नुभयो। तर त्यो खालको कहिले पनि रियाक्सन आएन क्या अफिसबाट। अनि
त्यतिखेर खोइ कुन सरलाई हामीले भनेको थियौँ, डाइरेक्टली गएर भनेको थियौँ। अनि त्यतिखेर अनि कोही पनि सिरियस थिएन क्या। अनि वाट वी थट भने ए ओके भनेको स्ट्यान्ड नलिने रहेछ हाम्रो मतलब हाम्रो पक्षमा। अनि हामीले बोल्नै छोडिदिउँ कि त्यो बारे। अनि बरु आफै बच्ने त्यस्तो गर्न थालेको थियौँ क्या पछिबाट। म सक्थेँ कि म सकिहाल्छु नि, त्यो त प्रब्लमै भएन कि। तर मेन कुरा भनेको नि अहिले भनेको प्रुफ छैन भने नि कसैले केही नै पनि गर्दैन क्या। झन् यो केटी मान्छेको केसमा त नि होइन जहिले पनि के अरे केटा मान्छे नै सही जस्तो बनाइदिन्छ क्या। अनि मसँग प्रुफ नभएको कारणले चाहिँ म स्टेप ब्याक गरेको एट द मोमेन्ट होइन। तर अब भोलिको दिनमा सबै प्रुफहरू आइसकेपछि चाहिँ म चुप लाएर बस्दिनँ, तपाईँहरूले भन्नु पनि पर्दैन।